यो मुभीको स्टार्ट हुन्छ डायबोलिक नामको एउटा स्मार्ट चोरबाट जो रातारात एउटा बिल्डिङमा पस्ने ट्राई गरिरहेको थियो। यो बिल्डिङ आर्मिनस नामक एउटा ज्वेलरी कम्पनीको थियो जसभित्र देशको सबैभन्दा भ्यालुएबल ताज राखिएको थियो। यहाँ डायबोलिकको काम एकदमै इजी भइदियो किनभने त्यो क्राउनको सेक्युरिटीका लागि जम्मा एकजना मात्र गार्ड राखिएको थियो। बाँकी गार्ड्सहरू रिल्याक्स भई तास खेलिरहेका थिए। बिल्डिङ भित्र पस्ने बित्तिकै डायबोलिकले त्यो एक्लो गार्डलाई मार्दियो र तुरुन्तै त्यो रुममा पुग्यो जहाँ त्यो भ्यालुएबल ताज राखिएको थियो। तर रुम भित्र पस्ने बित्तिकै त्यहाँको सेक्युरिटी अलार्म बज्न थाल्यो जसले गर्दा बाँकीका गार्डहरू पनि अलग भए। अलार्म सुन्ने बित्तिकै बाँकी गार्ड्सहरू त्यो रुमसम्म पुगे तर उनीहरूलाई ढोका खोल्न गाह्रो भइरहेको थियो किनभने डायबोलिकले की होललाई भित्रैबाट ब्लक गरिदिएको थियो। यो देखेर गार्डहरूले त्यो डोरलाई बमले उडाउने डिसाइड गरे तर उनीहरू भित्र पुग्दासम्म डायबोलिकले त्यो क्राउन चोरेर भागिसकेको थियो। त्यसपछि ऊ चलिरहेको एउटा कारमा ल्यान्ड गर्यो जुन उसकी गर्लफ्रेन्ड इभाले चलाइरहेकी थिए। त्यसपछि ऊ कार भित्र पस्यो र यी दुवैजना त्यो भ्यालुएबल क्राउन लिएर फरार भए। अर्को दिन आर्मिन कम्पनीले एउटा ज्वेलरी एक्जिबिसन अर्गनाइज गर्यो ताकि उनीहरूले आफ्ना भ्यालुएबल गहनाहरू विश्वलाई देखाउन सकुन्। यी ज्वेलरीको प्रमोसनको लागि 5 जना सुपर मोडललाई बोलाइयो जसले आर्मिन कम्पनीका भ्यालुएबल गहनाहरू लगाएर एउटा ग्रान्ड पर्फर्मेन्स प्रेजेन्ट गरे। यी ज्वेलरी यति सुन्दर थिए कि हलमा बसेका हरेक व्यक्तिको मनमा तिनलाई किन्ने इच्छा जागेको थियो। पर्फर्मेन्सको बेलामा हलको चारैतिर धेरै पुलिसहरू तैनात गरिएका थिए ताकि डायबोलिकले फेरि ज्वेलरी चोरी गर्न नसकोस्। तर पर्फर्मेन्स सकिनु अघि नै अचानक पुरै हलको लाइट गायब भयो र अब यो देखेर एउटा गार्डले सबै डान्सरहरूलाई एउटा सेफ रुममा जान भन्यो ताकि अँध्यारोको फाइदा उठाएर कसैले ज्वेलरी चोरी गर्न नसकोस्। त्यसपछि यी सबैलाई एउटा सेफ रुममा ल्याइयो जुन वास्तवमा एउटा ट्रकको पछाडिको भाग थियो। त्यहाँ यो अफिसरले केटीहरूलाई ट्रक भित्र हालेर त्यो ट्रक लिएर गयो। अब यहाँ रिभिल हुन्छ कि वास्तवमा यो अफिसर अरू कोही नभएर त्यही स्मार्ट चोर डायबोलिक थियो जो पुलिस मास्क लगाएर बिल्डिङ भित्र पसेको थियो। त्यसपछि डायबोलिकले यी मोडलहरूबाट ती भ्यालुएबल ज्वेलरी खोलायो र तिनीहरूलाई एउटा सुनसान रोडमा एक्लै छोडेर गयो। त्यसपछि यी चारैजना केटीहरू एउटा नजिकैको रेस्टुरेन्टमा गए ताकि त्यहाँ उनीहरूले कुनै हेल्प पाउन्। रेस्टुरेन्टमा पस्ने बित्तिकै एउटा केटा यी केटीहरू नजिक आयो र उनीहरूलाई जिस्क्याउन थाल्यो तर यी मध्ये एउटी केटीले तुरुन्तै उसको हात मोडेर उसलाई उसको औकात देखाइदिए र यहाँ थाहा हुन्छ कि वास्तवमा यी केटीहरू साधारण डान्सर नभएर अन्डरकभर एजेन्टहरू थिए जसलाई डायबोलिकलाई छोप्ने मिसन दिएको थियो। यहाँ यिनीहरूकी लिडर जसको नाम एजेन्ट बुरोभ थियो उसले रेस्टुरेन्टको फोनबाट अफिसर जिन्कोलाई कल गरी र उसलाई सबै कुरा बताई। जिन्को त्यही अफिसर थियो जसले आफ्नो आधा जीवन डायबोलिकलाई छोप्ने कोसिसमा बिताएको थियो। बुरोभले भन्छ कि उनीहरूको प्लानले काम गरिसकेको छ र डायबोलिक उनीहरूको जालमा फसिसकेको छ। वास्तवमा उनीहरूलाई थाहा थियो कि डायबोलिक ती गहना चोरी गर्न पक्कै आउनेछ त्यसैले उनीहरूले ती ज्वेलरीमा जीपीएस ट्र्याकर फिड गरिदिएका थिए ताकि उनीहरूले डायबोलिकको लोकेसन पत्ता लगाएर उसको सिक्रेट अड्डासम्म पुगेर उसको सबै सामान छोपेर उसलाई अरेस्ट गर्न सकुन्। यो कुराबाट अनजान इभा र डायबोलिक आफ्नो सिक्रेट अड्डामा पुगे जुन एउटा ठुलो पहाडभित्र बनेको थियो। यो चोरीपछि यी दुवैसँग धेरै पैसा भइसकेको थियो जसले उनीहरूले आफ्नो बाँकी लाइफ रिल्याक्ससँग बिताउन सक्थे। यहाँ इभाले डायबोलिकलाई भन्छ कि हामीले केही दिन कतै बाहिर घुम्न जानुपर्छ तर डायबोलिकले मान्दैन र इभालाई आफ्नो अर्को चोरीको प्लान बताउन थाल्छ। यता जिनको आफ्नो टिम सहित डायबोलिकको खोजीमा निस्क्यो र जीपीएस लोकेसनलाई फलो गर्दै त्यो सिक्रेट अड्डासम्म पुग्यो तर सामुन्ने एउटा ठुलो चट्टान देखेर उनीहरू सबै कन्फ्युज भए किनभने जीपीएस को सिग्नल त चट्टान भित्रैबाट आइरहेको थियो। यहाँ जिन्कोले त्यो चट्टानलाई ध्यानपूर्वक हेर्यो र आफ्नो साथीहरूलाई त्यसमा डाइनामाइट लगाउन भन्यो। पछि एक्सप्लोजन भएपछि उनीहरूले एउटा साँघुरो टनेल भेटाए जुन सिधै डायबोलिकको सिक्रेट अड्डासम्म जान्थ्यो। यता डायबोलिक र इभाले पनि सीसीटीभी क्यामेरामा यो सबै सिन देखिहाले र चोरेको सबै सामान त्यही छोडेर एउटा सिक्रेट बाटोबाट भागे। जिनको आफ्नो टिम सहित भित्र आउँदा उसले डायबोलिक र इभालाई कतै भेटाएन तर त्यही बेला उनीहरूले त्यो सिक्रेट बाटो देखे र उनीहरू पनि दुवैको पछि लागे। भाग्दा भाग्दै इभाको खुट्टा केही ढुङ्गाहरूको बीचमा फस्यो तर जिनको नजिक आएको देखेर डायबोलिकले इभालाई त्यही छोडेर भाग्यो। डायबोलिकको यो धोकाले इभाको मन टुट्यो र उसले आफ्नो खुट्टा एक्लै बाहिर निकाल्ने ट्राई गरी तर उसले आफूलाई फ्री गर्दासम्म जिनको उसको धेरै नजिक आइसकेको थियो। अब इभासँग
अरू कुनै अप्सन थिएन। त्यसैले ऊ एउटा चट्टानमाथि गई र तल बगिरहेको नदीमा हाम फाली र यसरी डाइबोलिक र इभा फेरि एकपटक जिन्कोको हातबाट फरार भए। त्यसपछि जिन्कोको टिमले डाइबोलिकको सेक्रेट अड्डाको तलासी लियो, जहाँ उनीहरूले धेरै भ्यालुएबल आइटमहरू फेला पारे। त्यही बेला जिन्कोले शहरतिर बनेको एउटा पुरानो बिल्डिङको नक्सा भेटायो, जुन सायद डाइबोलिक र इभाको सेकेन्ड अड्डा थियो। त्यसपछि जिन्को तुरुन्तै त्यो म्यापमा देखाइएको ठाउँमा पुग्यो र आफ्नो टिमसँग मिलेर त्यो पुरै बिल्डिङको तलासी लियो। यो क्रममा एउटा अफिसरले झुक्किएर एउटा सिक्रेट ढोका खोलिदियो, जुन सिधै बिल्डिङको बेसमेन्टसम्म जान्थ्यो। बेसमेन्टमा आएर उनीहरूले देखे कि यही त्यो ठाउँ थियो जहाँ डाइबोलिकले आफ्ना मिसनहरूको लागि विभिन्न किसिमका मास्कहरू बनाउँथ्यो। यहाँ जिन्कोले आफ्नो टिमलाई कुनै पनि कुरा नछुन भन्यो, किनभने उसलाई पुरा विश्वास थियो कि डाइबोलिक आफ्नो अर्को मिसन अघि यहाँ पक्कै आउनेछ। अर्को सिनमा हामीले एल्टिया नामकी एउटी लेडीलाई देख्छौं, जो भ्यालेन्डबर्ग शहरकी रानी थिई र अफिसर जिन्कोकी गर्लफ्रेन्ड पनि थिई। पछि ऊ जिन्कोलाई भेट्न जान्छे, जहाँ कुरै कुरामा उसले आफ्नो बिहेको कुरा उठाई। यहाँ जिन्कोले भन्यो जबसम्म उसले डाइबोलिकलाई छोप्दैन तबसम्म उसले यो बिहे गर्न सक्दैन। एल्टियालाई पनि थाहा थियो कि डाइबोलिकलाई छोप्नु जिन्कोको सबैभन्दा ठूलो मिसन हो, त्यसैले उसले जिन्कोलाई साथ दिई र बिहेका लागि केही वेट गर्ने डिसाइड गरी। त्यसपछि उसले जिन्कोलाई आफ्नो पार्टीमा इन्भाइट गरी, जहाँ उसले आफ्नो बहुमूल्य नेक्लेस लगाउने वाली थिई र त्यसैले उसले चाहन्थे कि जिन्को पनि यो पार्टीमा प्रेजेन्ट रहोस्, ताकि उसले उसको र नेक्लेसको सुरक्षा गर्न सकोस्। त्यो रात डाइबोलिक आफ्नो सेक्रेट अड्डामा पुग्यो, जहाँ वालमा एउटा माइक राखेर उसले भित्र रहेका पुलिसहरूको कुरा सुन्यो। पुलिसहरू आफ्नो ड्युटी चेन्ज गरिरहेका थिए र अब गार्ड दिने पालो अफिसर रोलरको थियो। केही समयपछि डाइबोलिकले बेसमेन्टको ढोका खोल्यो र यो देख्ने बित्तिकै एजेन्ट रोलरले ऊमाथि फायरिङ गरिदियो। तर डाइबोलिक माथि यसको कुनै असर हुँदैन, किनभने यी दुवैको बीचमा एउटा मोटो ग्लासको वाल थियो। बुलेटको साउन्ड सुनेर त्यहाँ भएका सबै अफिसरहरू अलर्ट हुँदै तुरुन्तै बिल्डिङको बेसमेन्टमा पुगे। यहाँ उनीहरूले देखे कि रोलर फ्लोरमा बेहोस पल्टिएको छ र डाइबोलिक आफ्नो मास्कवाला मेसिन चोरेर भागिसकेको छ। यो कुरा थाहा पाएपछि जिन्कोलाई आफ्नो साथीहरूमाथि धेरै रिस उठ्यो, किनभने उनीहरूकै अगाडि डाइबोलिकले त्यो बिल्डिङभित्र पस्यो र उनीहरूकै नाकमुनिबाट त्यो मास्कवाला मेसिन चोरेर लग्यो। अर्को दिन जिन्कोका सिनियर अफिसरहरूले उसलाई अर्को मिसनको प्लानका लागि बोलाए। यी कुरा गरिरहेकै बेला उनीहरूलाई इभाको फोन आयो। इभाले भन्छे मैले डाइबोलिकलाई छोप्न पुलिसलाई हेल्प गर्नेछु, तर यसको बदलामा मलाई मेरो फ्रिडमको ग्यारेन्टी चाहिन्छ। मेरो कन्डिसन यही हो कि तिमीहरूले मेरो सबै केसहरू डिसमिस गर्नेछौ र मलाई सुरक्षित अर्को देशमा पठाइदिनेछौ। यहाँ इभाले उनीहरूलाई सोच्नको लागि आधा घण्टाको टाइम दिन्छे र फोन कट गरिदिन्छे। यहाँ जिन्कोका सिनियरहरूलाई यो प्रपोजल मन पर्यो र उनीहरूले जिन्कोलाई यो कुरा एक्सेप्ट गर्न भने, किनभने अब प्रेसर टाउकोमाथि पुगिसकेको थियो र उनीहरूले जसरी पनि डाइबोलिकलाई छोप्नु पर्ने थियो। तर जिन्को यसमा सहमत थिएन र उसले डाइबोलिकसित इभालाई पनि छोप्न चाहन्थ्यो। त्यसपछि उसले आफ्ना साथीहरूलाई एउटा प्लान बतायो। अर्को पटक इभाले मलाई फोन गर्दा म उसलाई कुरै कुरामा फसाइराख्नेछु र यसैको फाइदा उठाएर तिमीहरूले उसको लोकेसन पत्ता लगाउनु अनि उसलाई ट्र्याक गरेर हामीले उसलाई अरेस्ट गर्नेछौ। आधा घण्टापछि इभाले जिन्कोलाई फोन गर्दा उसले उसलाई कुरै कुरामा फसाउन थाल्यो र यसैबीच पुलिसको एउटा टिमले इभाको लोकेसन पत्ता लगाएर त्यहाँ पुग्यो। उनीहरूले देखे कि इभाले कुनै सिक्रेट अड्डाबाट नभएर रोड किनारमा बनेको एउटा फोन बुथबाट कल गरिरहेकी थिए। इभाले पनि पुलिसलाई आफूतिर आउँदै गरेको देख्छे र निकै चलाखी साथ त्यहाँ भएको एउटा टन्नेलबाट फरार हुन्छे र यसरी जिन्कोको प्लान फेरि एकपटक फेल भयो। यता अर्कोतिर एलिना नाम गरेकी एउटा लेडी अफिसरले डाइबोलिकको अड्डाबाट भेटिएको सामानको चेकिङ गरिरहेकी थिए र यसै क्रममा उसले ध्यान दिन्छे कि ती ज्वेलरी मध्ये एउटा ब्रेसलेट मिसिङ छ। त्यसपछि उसले जिन्कोलाई फोन गरेर यो इन्फर्मेसन दिए र जिन्कोले तुरुन्तै बुझ्यो कि त्यो ब्रेसलेट पक्कै इभाले लगाइरहेकी छे र यसको मतलब यो थियो कि उनीहरूले अझै पनि उसको लोकेसन पत्ता लगाउन सक्थे, किनभने त्यो त्यही ज्वेलरी थियो जसमा उनीहरूले जीपीएस डिभाइस फिट गरेका थिए। यहाँ जिन्कोको गेस सही निस्क्यो र जीपीएस युज गरेर पुलिसले इभाको लोकेसन भेटायो। त्यसपछि एजेन्ट रोलर तुरुन्तै त्यो लोकेसनमा पुग्यो र इभाको टाउकोमा गन पोइन्ट गर्यो। रोलरले आफ्नो गल्ती सुधार्न चाहन्थ्यो, किनभने अघिल्लो पटक डाइबोलिकले उसलाई बेहोस बनाएर त्यो मास्कवाला मेसिन चोरेको थियो। तर उसले केही गर्नु अघि नै इभाले ऊमाथि अट्याक गरेर उसको गन खोज्छे र पुलिसको कार चोरेर भाग्छे। जिनको त्यो लोकेसनसम्म पुग्दा उसले रोलरलाई फ्लोरमा पल्टिएको पाउँछ र अझै त्यसमाथि उसले इभाले
इभाको हातबाट त्यो ब्रेसलेट पनि निकालिदिएको थियो। यसपछि पुलिस डिपार्टमेन्टले रोलरलाई फिल्ड मिसनमा जान रोक लगायो र अब उसले एजेन्ट एलिनासँग मिलेर चोरी भएका सामान चेक गर्नुपर्ने भयो। यता जिन्कोका सिनियर अफिसरहरूले उसलाई अर्डर नमानेका कारण धेरै गाली गरे र उसलाई फाइनल वार्निङ दिए कि यदि उसले फेरि अर्डर फलो गरेन भने उसलाई यो केसबाट हटाइनेछ। अब जिन्कोसँग अरू कुनै अप्सन थिएन, त्यसैले उसले इभासँग मिलेर डायबोलिकलाई छोप्ने डिसाइड गर्यो। त्यसपछि उसले न्युजपेपर मार्फत इभाको लागि एउटा सिक्रेट मेसेज पठायो, जुन पढेर इभाले उसलाई फोन गरी र यी दुवैले साँझ पख भेट्ने प्लान गराए। त्यो साँझ इभाले जिन्कोलाई बताउँछ कि डायबोलिकले जसरी भए पनि आफूले चोरेको सामान फिर्ता पाउन चाहन्छ, त्यसैले हामीले अन्डरवर्ल्डमा यो कुरा फैलाउनु पर्छ कि पुलिसले सबै चोरी भएको सामान कुनै सेफ ठाउँमा सार्न लागेको छ। जब डायबोलिकले यो कुरा थाहा हुनेछ तब ऊ आफ्नो सामान फिर्ता लिन पक्कै आउनेछ। प्लान अनुसार हामीले एउटा बुलेट प्रुफ ट्रक सेक्युरिटी टिम सहित बाहिर निकाल्ने छौं ताकि डायबोलिकले लागोस् कि त्यो लुटको सामान सबै यही ट्रकमा छ, जबकि एक्चुअल सामान त एउटा खटारा भ्यानमा हुनेछ ताकि कसैलाई पनि डाउट नहोस्। इभाले बताउँछ कि जब डायबोलिकले त्यो ट्रकलाई पछ्याउनेछ तब हामीले उसलाई एउटा टनेलको बाटो हुँदै लग्नेछौँ र जब डायबोलिक त्यो टनेलमा आउनेछ तब हामीले उसलाई चारैतिरबाट घेर्नेछौँ। यो प्लान जिन्कोलाई धेरै मन पर्यो र उसले अर्को दिनबाटै यो प्लानमा काम गर्न थाल्यो। उसले एउटा अन्डरकभर एजेन्टको सहयोगले पुरै अन्डरवर्ल्डमा यो कुरा फैलायो कि पुलिसले सबै चोरीको सामान कुनै सुरक्षित ठाउँमा सार्न लागेको छ। त्यसपछि ऊ आफ्नी गर्लफ्रेन्ड एल्टियालाई भेट्न गयो र उसलाई भन्यो कि ऊ उसको पार्टीमा प्रेजेन्ट हुन सक्दैन किनभने त्यो दिन उसलाई डायबोलिकले छोप्न जानुपर्छ र कुरा रह्यो त्यो नेक्लेसको। त्यसको सेक्युरिटीका लागि उसले आफ्नो सबैभन्दा बेस्ट अफिसर पठाउनेछ। फाइनल्ली त्यो दिन आयो जब जिन्कोले यो प्लान इम्प्लिमेन्ट गर्नेवाला थियो। यता अर्कोतिर एल्टियाले पार्टीको लागि सहरको सबैभन्दा बेस्ट मेकअप आर्टिस्ट बोलाउँछे र पार्टीमा जानको लागि रेडी हुन थाल्छे। यता मिसनको लागि कमान्डोहरूको एउटा टिम बनाइयो र उनीहरूलाई डायबोलिकलाई क्याच गर्ने पुरै प्लान बताइयो। त्यसपछि अफिसरले सबैलाई सोधे कि एक्चुअल गहना भएको खटारा भ्यान कसले ड्राइभ गर्नेछ। यहाँ रोलरले भन्यो कि त्यो कार उसैले ड्राइभ गर्नेछ किनकि उसले आफ्नो पुरानो गल्तीलाई सुधार्दै आफूलाई साबित गर्न चाहन्थ्यो। एलिनाले उसलाई रोक्ने धेरै कोसिस गर्छे तर रोलरले मानेन र आफैले त्यो भ्यान ड्राइभ गर्ने डिसाइड गर्यो। त्यसपछि लुटको सबै सामान एउटा साधारण भ्यानमा राखियो र अब सबैजना यो मिसनको लागि पुरै रेडी थिए। अर्डर पाउने बित्तिकै त्यो बुलेट प्रुफ ट्रक हेभी सेक्युरिटी सहित बाहिर निकालियो र केही समयपछि रोलर एक्चुअल गहना भएको खटारा भ्यान लिएर उल्टो दिशामा निस्कियो। यता जसै पुलिसका कारहरू टनेलमा पुगे कसैले जानी जानी त्यसको एक्जिट बन्द गरिदियो। त्यसै बेला अचानक पुरै टनेल धुवाँले भरियो र यही स्मोकको बीचमा एउटा अनजान मानिस पुलिसतिर बढ्न थाल्यो। यो देख्ने बित्तिकै सबै पुलिसले आफ्नो गन निकाले तर जब उनीहरू नजिक गएर हेरे तब त्यो कुनै मान्छे नभएर एउटा मैनको पुतला थियो। यता पार्टीमा जब एल्टिया आफ्नो त्यो नेक्लेस लगाउन जान्छे तब उसले त्यो नेक्लेस कतै भेटाउँदिने, जसको मिनिङ यही थियो कि उसको यो बहुमूल्य गहना चोरी भइसकेको थियो। त्यसपछि हामीले रोलरलाई देख्छौं जो हाइवेबाट रुट बदलेर जंगलको एउटा सुनसान रोडतिर जान थाल्यो। केही समयपछि ऊ आफ्नो कारबाट बाहिर आयो जहाँ उसको भेट इभासँग भयो र अब यो रिभिल भयो कि इभाले एल्टियाको मेकअप आर्टिस्टको भेष बदलेर उसको त्यो बहुमूल्य नेक्लेस चोरेकी थिए। त्यसपछि रोलरले पनि आफ्नो अनुहारबाट मास्क हटायो जुन वास्तवमा रोलर नभएर त्यही स्मार्ट चोर डायबोलिक थियो। अब हामीलाई फ्ल्यासब्याकमा बताइन्छ कि यो सबै डायबोलिकको एउटा प्लान थियो ताकि उसले पुलिसलाई उल्लु बनाउन सकोस्। त्यो दिन भाग्दा भाग्दै उसले जानी जानी इभालाई छोडेको थियो ताकि जिन्कोलाई लागोस् कि उसले इभालाई धोका दिएको छ। उता जब इभाले पानीमा हाम फाल्छे तब ऊ एउटा सिक्रेट बाटोबाट बचेर निस्किएकी थिए। त्यसपछि जब डायबोलिकको सामना रोलरसँग भयो तब उसले रोलरलाई मारिदियो र उसको अनुहारको मास्क लगाएर उसको ठाउँ लियो र यसरी डायबोलिकले पुरै पुलिस डिपार्टमेन्टलाई उल्लु बनायो र आफ्नो लुटको सामान फेरि चोरेर भाग्यो। यता जब जिन्कोलाई यो कुरा थाहा भयो ऊ पुरै टुट्यो किनभने न त उसले डायबोलिकलाई छोप्न सक्यो न त एल्टियाको त्यो नेक्लेस बचाउन सक्यो। यता इभा र डायबोलिकले लुटको सबै सामान लिएर यो सहर छोडे र एउटा नयाँ सहरमा आफ्नो न्यू लाइफ स्टार्ट गरे र यसै साथ यो ग्रान्ड मुभी यही सकियो। आशा छ तपाईहरुलाई यो मुभी राम्रो लाग्यो होला। यदि भिडियो मन पर्यो भने यसलाई लाइक गर्नुहोस् र च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस्।